हेलो एभ्रिवान, गुड इभिनिङ सबैजनालाई चाहिँ स्वागत गर्न चाहे। आज चाहिँ म छोटो मिठो हाम्रो नेपाल भर्सेस स्कटल्यान्डको म्याचको बारेमा चाहिँ केही कुरा गर्न आएको छु। भने हामीले सधैँ चाहिँ आज पनि हामीले मन जित्यौँ तर गेम जितेनौँ। हाम्रो गल्ती चाहिँ कहाँनिर भयो र हामी कहाँबाट चुक्यौँ भन्दाखेरि चाहिँ स्कटल्यान्डले चाहिँ पहिला ब्याटिङ चुज गरेर चाहिँ 20 ओभरमा त दामी एकदम खतरनाक रन हानेको सन्दीप लामिछानेको आउटस्ट्यान्डिङ बलिङले गर्दा मात्र हामी गेममा फर्केका थियौँ। भने सन्दीप लामिछानेले 4 विकेट जो चाहिँ ओपनिङमा ताबडतोड ब्याटिङ गरिरहनु भएकालाई चाहिँ आउट गरेर चाहिँ हामी गेममा फर्किएका थियौँ। भने स्कटल्यान्डलाई चाहिँ हामीले 250 भन्दा अन्डर तल राख्न सकेका थियौँ। सधैँ चाहिँ मौसम आज पनि हाम्रो लागि चाहिँ खराब भएर आयो। मौसम यदि प्रतिकूल नभएको भए चाहिँ मौसम चाहिँ सफा भएको भए आज पानी नपरेको भए चाहिँ सायद हामीले मजाले चेस गरेर चाहिँ जित्थ्यौँ होला स्कटल्यान्डलाई। वर्षाले चाहिँ फेरि पनि आज पनि हाम्रो गेमलाई चाहिँ डिस्टर्ब गर्यो। अनि सधैँ चाहिँ आज पनि हामीले चाहिँ मन जित्यौँ तर गेम जितेनौँ। गुलसन झाको आज पनि चाहिँ एकदम ताबडतोड एकदम नेक्स्ट लेभल ब्याटिङ हुँदा पनि हामीले चाहिँ गेम हार्न पुग्यौँ। हामी कहाँनिर चुक्यौँ भन्दाखेरि यो भिडियो हेरौँ है त। यो हाम्रो कप्तान क्याप्टेन र दिपेन्द्र सिंह ऐरीबीच चाहिँ पार्टनरसिप भइरहेको बेलामा चाहिँ दामी पार्टनरसिप भइरहेको थियो। रन अफ बल पनि खतरनाक कुदिरहनु भएको थियो। यहाँनिर त्यो ल्याप सर्ट लगाउनु परेकै थिएन कि अगाडि स्लटमा खेलिदिएको भए पनि हुन्थ्यो, जहाँ खेलिदिएको भए पनि हुन्थ्यो। हामीलाई 80 बलमा जम्मा 100 रनको आवश्यकता थियो। मजाले त्यो बललाई स्लटमा खेलिदिएको भए हुन त कप्तानले अब राम्रै सोचेर चाहिँ ल्याप सर्ट हान्न खोज्नु भयो होला, तर त्यो ल्याप सर्टको जरुरतै थिएन क्या। त्यहाँ जरुरत नभएको ल्याप सर्ट खेलेर आफ्नो विकेट दिनुभयो। विकेट गएपछि अनि नेक्स्ट ब्याट्सम्यानबाट आउँदाखेरि त टाइम लाग्ने नै भयो। पिचमा एकछिन टाइम लिनु पऱ्यो, बल आउन साथ पड्काउनु त कहाँ सक्नु, एकछिन टाइम लिनु पऱ्यो। त्यहाँ भयो। त्यसपछि हाम्रो सेट ब्याट्सम्यान हुन्थ्यो दिपेन्द्र सिंह ऐरी, उहाँलाई प्रेसर पऱ्यो। प्रेसर परेपछि के गर्नु पऱ्यो, आएपछि अब धेरै डट बल खेलेपछि एक्लै भएपछि प्रेसर भएपछि हान्नु पऱ्यो। उहाँले पनि सर्ट हान्नुभएको, क्याच भयो। त्यसपछि हामी म्याचमा डुब्यौँ। गुलसन झा र करण केसी बिच पार्टनरसिप बन्यो, एउटा पार्टनरसिप उहाँहरूले बिल्ड गर्नुभयो। त्यसपछि करण केसीको पनि विकेट गयो। विकेट गइसकेपछि गुलसन झाले सबै आफ्नो हातमा लिएर चाहिँ नन्दन यादवको साथमा चाहिँ ब्याटिङ चाहिँ एकदम खतरनाक नेक्स्ट लेभल ब्याटिङ भयो। तर पनि म्याच जितेनौँ। त्यो सायद नो बलभन्दा अगाडि चाहिँ नो बल पछाडिको डट बल चाहिँ सायद 1 रन लिएको भए, मेरो विचारमा चाहिँ त्यो 1 रन कुदेको भए चाहिँ हामीले म्याच चाहिँ जित्थ्यौँ होला। त्यो नन्दन यादवले चाहिँ अघिल्लो ओभरमा चाहिँ चौका हान्नुभएको थियो। चौका हानेर चाहिँ बललाई बााउन्ड्री बाहिर पुर्याउनु भएको थियो भन्दाखेरि चौका हानेर दामी स्ट्राइक रेटमा हुनुहुन्थ्यो भने 1 रन गुलसन झाले त्यो बल डट नखेलेर सायद 2 रन कुद्न सकिन्थ्यो कि सकिँदैन होला। 2 रन कुद्न चाहिँ त्यहाँ फिल्डिङ पनि लुज भएको थियो। त्यो बेला 1 रन कुदेको भए हामी सायद जित्थ्यौँ कि उसले नन्दन यादवले फेरि पनि अर्को चौका हानिदिनुहुन्थ्यो कि 1 रन लिनुहुन्थ्यो कि। त्यो सबै प्रेसर चाहिँ गुलसन झामाथि पऱ्यो। गुलसन झामाथि त्यो डट बलको प्रेसर, एक डट बलको प्रेसर अनि पछि फेरि भएको 2 डट बलको प्रेसर। अनि प्रेसरमा चाहिँ पुगेपछि अब बलरलाई त आइडिया मिलिहाल्यो कुन बलमा चाहिँ चुकिरहेछ भएर बलरले फेरि त्यही बल फ्याँक्यो। त्यही स्टाइलको बलिङ सेम त्यही फ्याँक्नुभयो। फेरि पनि गुलसन झा बिट हुनुभयो। 3 बल बिट, पहिलो डट, त्यसपछि डट बिट भइसकेपछि लास्ट बलमा छक्का लाग्यो। मात्र 2 रनले हामी हार्न पुग्यौँ। हाम्रो चाहिँ एकदम हामी सुरक्षित ठाउँमा थियौँ। 20, 25, 26 ओभरसम्म 3 विकेट गएको थियो भने करण केको र चाहिँ दिपेन्द्र सिंह ऐरीको चाहिँ दामी पार्टनरसिप भएको थियो। जहाँ चाहिँ जरुरत नभएको ठाउँमा चाहिँ मलाई चाहिँ त्यस्तो लाग्यो, जरुरत नभएको ठाउँमा चाहिँ त्यो ल्याप सर्ट खेल्नाले चाहिँ हाम्रो विकेट त्यहाँबाट विकेटको पतन हुन थाल्यो। विकेट पतन भएपछि गुलसन झाले आफ्नो कन्दामा उठाउनु भएको थियो हाम्रो टिमलाई। सधैँ चाहिँ हामी फादर अफ युए भनेर जस्तै आज फादर अफ स्कटल्यान्ड भन्न पाउँथ्यो, सायद त्यो भन्न पाएनौँ। फिनिसिङ आज पनि फिनिसिङमा चुक्यौँ हामी। अब आउने शनिबार हामी सबैजना नि फेरि हाम्रो अहिले के भइरहेछ भन्दाखेरि ट्युमा चाहिँ हामी त्यो झार हुँदाखेरि चाहिँ सायद टिकट महँगो भएर हो कि अब क्यालले चाहिँ हामीलाई पानी सानीको व्यवस्था नगरिदिएर चाहिँ म्यानेजमेन्ट फितलो भएर हो कि झार हुँदाखेरि पानी पर्दाखेरि 1 वर्ष अगाडि मनी पनि थिए त्यो छाता मुनि हामी पानी पर्दाखेरि समेत त्यस्तो कुरेर बस्नु। अहिले हाम्रो
कोही पनि हुनुहुन्न, त्यो खाली छ के, त्यस्तो बस्ने सिटहरू छ ऊ छ। अहिले त प्राइस पनि घटाएको छ। आउने शनिबार सबैजना जाउँ, हाम्रो नेपाली टिमलाई चाहिँ एकदम मनदेखि सपोर्ट गरौँ, हाम्रो प्लेयरहरूको हौसला बढाउँ र आउने म्याच युएसएसँग जुन भएको शनिबारको म्याचलाई चाहिँ हामीले चाहिँ एकदम सपोर्टका साथ जितौँ, जाउँ हामी सबैजना मिलेर चाहिँ। आउँदो शनिबार यहीँदेखि मैले चाहिँ अनुरोध गर्न चाहेँ, आउँदो शनिबार चाहिँ हामी सबैजना गएर चाहिँ हाम्रो नेपाली टिमलाई चाहिँ जितौँ। जय नेपाल, जय क्रिकेट।